हरे कृष्ण। तपाईँहरूलाई के लाग्छ? रक्सी दारू खानु नै नसा हो? त्यस्तो तपाईँले सोच्नु हुँदैछ नि त्यो गलत हो। यदि हामीले आफ्नो स्वादको लागि कुनै जीवलाई मार्दैछौँ, आफ्नो स्वादलाई छोड्न सकेको छैनौँ, प्याज लसुन त्याग्न सकेको छैनौँ, त्यो पनि एक नसा हो। आफ्नो पति हुँदाहुँदै, आफ्नो पत्नी हुँदाहुँदै पनि अरू पर पुरुषसँग, पर स्त्रीसँग नजायज सम्बन्ध राख्नु, त्यो पनि एउटा नसा हो। जीवनमा जति पनि जुन कुरा हामीले छोड्न सक्दैनौँ त्यो एउटा नसा हो। त्यो एउटा नसा हो। नसाको मतलब रक्सी चुरोट खानु मात्रै नसम्झिनु होला। जति पनि यस्तो नसालु पदार्थ छ त्यो एउटा नसा त हो। तर जीवनमा हरेक कुरा तपाईँले छोड्नु सक्नु भएको छैन। तपाईँको मोह भयो, क्रोध भयो, अहम भयो, यस्ता जीवनमा जति पनि बाधाहरू छन् या तपाईँले छोड्नु सकेको छैन नि, त्यो एउटा नसा नै हो। त्यही कारणले यी नसाहरूलाई तपाईँले छोड्ने प्रयास गर्नु, र त्यो छोड्ने कसरी नेक्स्ट भिडियोमा भन्छु। हरे कृष्ण।